शिक्षाको ठाउँमा बालबालिकालाई घन्टी बन्न लगाइयो। मनले नबजाउने प्रमुख र घन्टी निकालेर यसपालिका तुल्नु भन्ने सम्म बनाउनुभयो। त्यो तपाईँले बजाएको घन्टी कहाँको हो? म प्रश्न गर्न चाहन्छु कि मन्दिरको हो, चर्चको हो, गुम्बाको हो, कहाँको हो त्यो घन्टी? धर्मको राजनीति गर्नुहुन्छ भने तपाईँको घन्टी म गठालो बान्ने घन्टी हुन्छु। जुन किसिमको हामीले चुनाव प्रचार गर्दै गर्दा जुन किसिमको हामीमाथि प्रहार गरियो त्यसको फल हामीले पायौँ भनेर अहिले मेरो जिल्लाबाट त्यही कुरो गर्ने साथीले फोन गरिरहेका छन्। भन्नुहुन्छ म पनि यो रुममा रहेछु, सुकुम्बासीमा बोलाएको छु। हामीले आफ्नो गाडी भएको छ, तपाईँले जित्स्यायो, तपाईँले जित्स्यायो पाप हुनुबाट प्राय भनेर अहिले आफ्नो उहाँले भनिराख्नु भएको। हेक्कारोस् श्रम संस्कृति खाली फेसबुकको मात्र गराउँछ, जाउन सिमानामा भन्ने कुरा आयो। हेक्कार होस् दार्चुलाको कुम्नी गाउँमा सयौँको सङ्ख्यामा भारतको सिमानामा श्रम संस्कृति तिनलेहरूले पूर्ण गर्दैछ। सयौँको सङ्ख्यामा हाम्रा श्रमदाता भारतको सिमानाको छेउमा यो श्रमदान गरिराखेको छ। त्यति मात्र होइन, 11 फुट अग्लो एनटिसीको टावर लाग्दैछ। त्यो पनि निःशुल्क सामानहरू ढुवानी गरेर नेपाल सरकारको धेरै खर्चले गइरहेको स्थिति छ। हाम्रो श्रमदाता सबै पनि सिमानामा छ। याद रहोस्, नेपालको सिमाना मधेसमा मात्र पर्दैन। तपाईँले पाथरको चिया बगान फालेर मात्र हेर्नुहोस्, हामी पनि पहाडमा सिमानामै गएर बसिरहेको छौँ। यो खालको विवेकमा भाष्य नगर्नुहोस्, तराईमा बस्ने हाम्रा नेपाली दाजुभाइले। हामी पनि पहाडको सिमाना जोगाएर बसिराखेका छौँ। तपाईँले पश्चिमको कुरा गरिराख्दा, उत्तर दक्षिणको कुरा गरिराख्दा पूर्वको सिमाना कसले जोगाएको छ भन्ने कुरा गरोस्। यो माइती मण्डलमा यो यहाँलाई याद गराउन चाहन्छु, अवगत छ निवेदन गर्न चाहन्छु। अब मेरो अन्तिम प्रश्न रहन्छ बालेन साहबजीलाई। धेरै भन्छ बालेन सरकार होइन, बालेन सरकार यो तपाईँ हाम्रो सरकार हो, यसलाई नेपाल सरकार भन्नुहोस्। कुन शब्दले बालेन सरकार भनिँदैछ महोदयहरू? प्रश्न जनकको विषयमा बात हो। बालेन सरकार होइन, पहिला पनि बालेनको काठमाडौँ भन्नु, बालेनको काठमाडौँ होइन, जनताको काठमाडौँ हो। सरकार बालेनको होइन, यो नेपालीको सरकार हो। त्यसैले यसलाई नेपाली सरकार भन्नुहोस्। सम्पूर्णमा यो अनुरोध गर्न चाहन्छु। अब तपाईँले बालेन शाहज्यूले किनकि उहाँको मुखबाट बोलेको हुनाले बालेन शाहज्यूले अब पाइ 25 जग्गा नेपालमा लिचेको रहेछ। तपाईँले तथ्यानुसार अबको संसारमा उठाउनुहोस्। यति गैर जिम्मेवारीपूर्ण तपाईँले अभिव्यक्ति दिनुभयो। देशको अनुहारमा गएर हामीले प्रत्यागत थिएनौँ। हामी प्रतिपक्ष दलमा पक्कै हो, तर हाम्रो प्रतिपक्ष दलको प्रश्न यो थिएन कि तपाईँको शिर निउरोसको सम्मानित वेस्टर्नबाट। तर तपाईँले त आफ्नो शिर निउराउने मात्र होइन, 3 करोड नेपाली जनताको नै शिर निउराउने काम गर्नुभयो। त्यसैले म भन्न चाहन्छु, यो अभिव्यक्तिलाई चाँडै सुधार गरियोस् र 3 करोड जनताको शिर उठ्ने काम गरियोस् भन्न चाहन्छु। जय नेपाल, जय देश।